हाम्रो त्यहाँ पूजाको तयारी हुँदैछ। जय शंकर। एभ्रीबडी जय शंकर। केही शब्द जाओस् दाइ। हामी यहाँ यी पकाउँदैछौँ, कटर पकाउँदैछौँ। कटर पकाउँदैछौँ। हाम्रो उहाँ मेन कुक उहाँ हुनुहुन्छ। अब हातभरि तेल छ भान्जी, टाउकोभरि तेल लाग्ला। म चाहिँ हेल्पर हो। अब कुकले जे भन्नुहुन्छ त्यही मानेर मैले यहाँ काम गरेँ। नयाँ पनिर, यो कटरको पनिर। हाम्रोतिर यसलाई चाहिँ कटरको चाहिँ पनिर भन्छ है। तपाईँहरूकोतिर के भन्छ थाहा भएन। अङ्कल सन्चै हुनुहुन्छ? हाम्रोतिर चाहिँ सायद सन्चै छ नि, बिमारी भयो त हस्पिटलमा हुन्थ्यो। सन्चै भयो र यहाँ दुई शब्द जाओस् न त आज पूजाको बारेमा। आजको विशेष काम चाहिँ के भने हाम्रो कटहरको पनिर पाक्दैछ यहाँ। अनि पूजा चाहिँ के को लागि हो? पूजा चाहिँ सत्यनारायण पूजा, गरह काट्ने प्लस लाखपति प्रजनन कार्यक्रम। हाम्रो कार्यक्रम साँझसम्म निरन्तर रहिरहन्छ। नमस्ते दिदीहरूलाई। यो चाहिँ हाम्रो दिदी स्पेसल रोटी है। यो चाहिँ हाम्रो दुईटा फुपूहरू होइन। सेल रोटी स्पेसल। आई यता हेर एकचोटि धन्न यी तपाईँ लगाउ ल। बिनाजु नमस्ते। सन्चै हुनुहुन्छ? नमस्ते नि। यो सुर्खेती मान्छेहरू यस्ता हुन्छ नि, पसिनै पसिना। ए पकाइ पो अमिलो होला फेरि चिनी हालेर गुलियो बनाएको फेरि अमिलो भयो भने सेलरोटी के नाम लेखेर राख्ने। 1000 रुपियाँ एकचोटिकै 1000। हुन्न खै त दही पानी बनाउनु गयो। खै चामलको खतरा ड्युटी पाउनु भयो त दाइ। बालेको एकैछिन हावाबाट पानी आयो पुरै टुप्पा मात्रै जलेको ठाउँमा अनि पछि नगाल्ने है पानी। ओम कैलासे शिखरे करेश्वर हरे गंगाधरे शंकरे सर्वे घोषित कंठरण जगते नेत्र सारी हरे मोक्षार्थम सुरजित वृत्तमखिलां मन्यस्तु अब अर्को आउनुहोस् त को आउनुहुन्छ यहाँ कर्ता को हुनुहुन्छ? ओ चेतनाथ बाबु यहाँ आउनु ल। हाल्नु सबैले त्यहाँ बेलपत्र चढाउनु के कर्ता ओम हर हर हर। शिवाय शिवतराय ओम नमः शिवाय। ल ल ल ल काहीँ लगायो कान्छा भयो। करेश्वर हरे गंगाधरे
ओम हर 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 महादेव निर्वाला है जलदारीमा जल भर्नुहोस् न भाइ नि अनि यहाँ सुन्नु तपाईँले नयाँ तरिकाले सिकाउनु सबैलाई यहाँ हेर्नुहोस् सबैजना हुन्छ त्यसरी जल खनाइदिन्छ बेलपत्र पनि हाल्दै जानु न बेलपत्र पनि जानु म पढ्दै गर्थेँ सबैजना यता आउनु न खोइ यो बाबु यता आउँछ त यो बेलपत्र लिएर नजिकै भयो नि त तपाईँहरू हाल्नु न हाल्नु जल हाल्नु बेलपत्र माथि नहाल्नु बेलपत्र माथि नहालिदिनु है माथि होइन बेलपत्र तल शिवजीमा बेलपत्र हाल्नु राखिदिनु 10 मिनट आउँछ शिवजीलाई त्यहाँबाट झिकेर फोटो है अब जल चलाउनु दिनु कि सबैलाई अहिले नजिक्नु सबै भ्याउनु दिनु लिनु अब फोटो आउँछ है सेतो कपडा नि होला त फेरि यहाँनिर शिवजीका वरिपरि गाउँहरू छन् यहाँ यी पुष्ठा यहाँ बुझ्दै कपातिर हो यहाँ बसेर भिडियो यहाँ पूजा गर्नुहोस् त खोलो केटा ओम गणपताय नमः ओम कार्तिकेयाय नमः ओम शिवदाय नमः ल्याउनु फुल हामीलाई पनि अब माथि अष्टमूर्तिको पूजाहरू माथि ओम सर्वाय क्षितिमूर्तय नमः ओम भवाय जलमूर्तय नमः ओम रुद्राय अग्निमूर्तय नमः ओम दुर्गाय वायुमूर्तय नमः ओम भीमाय आकाशमूर्तय नमः ओम पशुपतये हिमालमूर्तय नमः ओम महादेवाय नमः सोममूर्तय नमः अब एकादश शक्तिको पूजा शिवजीको देब्रेपट्टि शिवजी उता पनि ओम उमादेवी नमः ओम उमाय नमः रातो फुल है रातो अक्षता ओम उमादेवी नमः ओम उमाय नमः हो त्यही खाली हो यो सानो गाडी त खाली आउँछ मेरो मोबाइल लिएर मात्रै नबस है फोटो हाम्रो चाहिँ लक्ष्य बत्ती बलेर सकियो यो चाहिँ हाम्रो हजुरआमाको नाममा चाहिँ लक्ष्य बत्ती बालेको यो गर शान्ति गर्नको लागि हाम्रो हजुरआमा चाहिँ 94 वर्ष पुगिसक्नु भएको छ त्यहीको अवसरमा आज गर शान्ति प्लस हवन अनि नारायण पूजा अनि लाखबत्ती थियो Yeah.